सोच्नुहोस् आज तपाईं आफ्नो घरमा हुनुहुन्छ, तपाईले आफ्नो रेगुलर कामहरू गरिरहनु भएको छ, तर तपाईको शरीरमा एउटा यस्तो भाइरस लुकेर बसेको छ जसले सालौं सालसम्म पनि कुनै सिम्पटम्सहरू नदेखाइकिन एक दिन अचानक क्यान्सरको रूपमा आउनेछ। नमस्कार सबैजनालाई। आजको यो भिडियो इन्भिजिबल तर रोक्न सक्ने खतरा HPV अर्थात् ह्युमन पिपिलोमा भाइरस बारे र यसलाई रोक्ने भ्याक्सिनेसन बारे म तपाईसँग कुरा गर्न जाँदैछु। अहिले तपाईहरुले फ्रिक्वेन्टली सुन्नुहुन्छ होला फल्नालाई सर्भाइकल क्यान्सर भयो अरे, कसैलाई एनल क्यान्सर, कसैलाई भजाइनल भल्भर क्यान्सर भयो अरे। धेरै जसोले यो सानो इन्जेक्सन लगाएको भए आज उनीहरूको कथा फरक हुन सक्थ्यो। HPV अथवा ह्युमन पिपिलोमा भाइरस एउटा यस्तो भाइरस हो जुन प्राय फिजिकल इन्टिमेसीबाट ट्रान्समिट हुन्छ। धेरै मान्छेले यो भाइरस थाहा नै नपाई ट्रान्समिट हुन्छ अनि आफै ठिक हुन्छ। तर केही प्रकारको HPV ले फिमेल्समा सर्भाइकल क्यान्सर हुन सक्छ। यो क्यान्सर धेरै वर्षसम्म लुकिरहन्छ। हामीलाई थाहा हुँदैन कि यो एक्जिट पनि गर्छ। तर जब हामीलाई सिम्पटम्स देखाउन थाल्छ यसको ट्रिटमेन्ट एकदमै मुस्किल पर्छ। तर वर्ल्ड हेल्थ अर्गनाइजेसनले सबै कन्ट्रिजहरुमा यो समस्या रोक्न एउटा इफेक्टिभ भ्याक्सिन इन्ट्रोड्युस गरिसकेका छ, HPV भ्याक्सिन। HPV भ्याक्सिनले सबैभन्दा डेन्जरस भाइरसहरुबाट सुरक्षा दिन्छ जसले सर्भाइकल क्यान्सरलाई रोक्न सक्छ। यो भ्याक्सिनले जेनाइटल्स र माउथ एन्ड थ्रोट क्यान्सरहरुबाट पनि जोगाउँछ। यो भ्याक्सिन प्राय 9 सालदेखि 14 वर्षका टिनेजर्स एन्ड युथलाई दिन आवश्यक मानिन्छ, किनकि यस एजमा भ्याक्सिनले सबभन्दा राम्रो सुरक्षा दिन्छ। तर 15 देखि 20 वर्षसम्मका मेल्स एन्ड फिमेल्स र आवश्यकता परेको बेला 21 वर्षभन्दा माथिका पनि यसबाट एडभान्टेज लिन सक्छन्। साइड इफेक्ट अफ भ्याक्सिनेसन। भ्याक्सिन लाग्दा साइड इफेक्ट धेरै कम र नर्मल हुन्छ, जस्तै माइल्ड पेन जहाँ भ्याक्सिन लागेको छ, हल्का ज्वरो आउनु जसलाई सजिलै म्यानेज गर्न सकिन्छ। रङ नलेज र बिलिफ्सहरू छ। धेरै डिसबिलिफ्सहरू छन्, जस्तै भ्याक्सिनले इन्फर्टिलिटी गराउँछ होला, भ्याक्सिन लाग्दा इन्क्रिज सेक्सुअल एक्टिभिटी जस्ता गलत कुराहरू। यस्ता मिथहरू साइन्टिफिक रूपमा प्रमाणित भएका छैन। यस भ्याक्सिन केवल पर्सनल सेफ्टी मात्र होइन, सम्पूर्ण समाजको सुरक्षा गर्न मद्दत गर्छ। त्यसैले छोराछोरीलाई सधैँ सुरक्षित राख्न यो भ्याक्सिन अनिवार्य छ। Important things to remember after vaccination also, our females should do cervical checkup regularly so that we always remain safe. अन्तमा हामी सबैले मिलेर सोच्नुपर्छ कि हामी आफ्नो परिवारलाई यो प्रब्लमबाट कसरी बचाउने। सही उत्तर छ the recent invention of medical or scientists or doctors HPV vaccine. HPV भ्याक्सिन आज नै आफ्नो नजिकको हस्पिटलमा सम्पर्क गरी HPV भ्याक्सिन लगाऊ र किनकि क्यान्सर लागिसकेपछि लड्नुभन्दा क्यान्सर सुरु नै नहोस् भनेर तयारी गर्नु सजिलो र सस्तो छ। HPV भ्याक्सिनलाई हाम्रो छोराछोरी र हाम्रो भविष्यको सुरक्षा कवच हो। डर होइन, डिसिसन लिऊ, आज नै भ्याक्सिन लगाऊ, भोलिको आँसु बचाऊ। धन्यवाद।